छोरा, तिमी सानो हुँदा म ठुलो थिएँ। त्यसबेला तिमीलाई काँधमा बोकेर लेखपेसी गर्दा तिमी खुसीले औधी रमाउँथ्यौ। छोरा, म बजारबाट फर्केर आउँदा तिमी आँगनसम्म लिन आउँथ्यौ र हातमा चक्लेट राखिदिएपछि तिमी बाख्राको पाठा जस्तै पुत्रुक पुत्रुक हुँदै चक्लेट देखाउनु भने गाउँ डुल्न जान्थ्यौ, अघि छोरा। तिमीलाई थाहा छ छोरा, तिमी सानो हुँदा औधी बिरामी परेका थियौ। चकचक नगर भन्दा भन्दै चकचक गर्दा खुट्टामा चोट लागेका थियो। छोरा, तिमी सानो हुँदा तिमीले चकचक गरेको मलाई मन पर्थ्यो। तिमीले हाँसेको मलाई मन पर्थ्यो। छ नि छोरा, तिमी सानो हुँदा तिमीले रोएको मलाई असाध्यै मन पर्थ्यो छोरा। छोरा, तिमीले धेरै पढुन् अनि राम्रो अक्षर लेखुन् भनेर माथि गाउँको काजीबाट ऋण लिएको थिएँ। समयमै ऋण तिर्न नसकेर काजीले गाली गर्दा मलाई चित्त दुखेन, किनकि तिम्रो अनुहार हेर्थेँ र म मनमनै खुसी हुन्थेँ। छोरा, अहिले समय अदल बदल भएको छ। तिमी ठुलो अनि म सानो भएको छ। चराका बचेर जस्तै तिमी भुरेर उडेर गयौ। अहिले कहाँ छ छोरा, के गर्दैछौ छोरा? तिमी जहाँ भए पनि मलाई एकपटक भेट्न मन छ। भेटेर एउटा कुरा सोध्नु मन छ, मेरो मोबाइलमा तिम्रो घन्टी किन बज्दैन? नमस्कार, म नवराज श्रेष्ठ। छोरा शीर्षकको कविता हेरेर सुनेर कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।